आँखा फुटेर अथवा जन्मान्ध व्यक्तिले उज्यालोपना देख्दैन, त्यसलाई अन्धकार भनिन्न। अन्ध्यारोपना त त्यो हो, आँखाले देख्दछ तर देख्नै मान्दैन, विवेकले बुझ्दछ तर बुझ्नै मान्दैन। ला के भने यस्तो? बुझ्दछ तर बुझ्न मान्दैन, देख्दछ तर देख्न मान्दैन। यस्तो केही हुन्छ? हुन्छ नि, हुन्छ। झुटो बोल्न हुन्न भन्ने सबैलाई थाहा छ। कसलाई झुटो बोल्न हुन्न भन्ने थाहा छ? हात माथि गरिदिनुहोस् त। मलाई पनि थाहा छ, मलाई पनि थाहा छ। अब झुटो नबोल्ने कति छ? हात माथि गरौँ त। झुटो बोल्दै नबोल्ने कति छ? हात माथि गरौँ न। कसैको हात माथि उठेन। यही हो अन्धकार। देखी देखी देखा छैन, बुझी बुझी बुझेकै छैन। कुरा काट्न हुन्न भन्ने थाहा छ है? थाहा छ नि? त्यो अन्धकार हो के? वेद शास्त्र उपनिषद धर्म ग्रन्थले भन्नै पर्दैन यो गर यो नगर भनेर। हाम्रो हृदयले अन्तर आत्माले बोलिरहेको छ यो गर यो नगर। हो कि होइन? हो कि होइन? चोरलाई पनि चोरी गर्ने बेलामा भित्र अन्तर दिलले बताइरहेको हुन्छ त गलत काम गर्दैछस् है। हो कि होइन? कुरौटेहरूलाई पनि थाहा छ कुरा काट्नु पाप हो, तर पनि कुरा नकाटी बस्छन् त, बस्छन् त। ओ त्यही हो अन्धकार। त्यो अन्धकारलाई नाश गर्ने, कृष्ण प्रेमको प्रकाश छर्ने केवल केवल भागवत हुन सक्छ, अरू केही हुन सक्दैन। राधे राधे भनौँ सब।